सो यो भन्दा अगाडिको भिडियोमा तपाईले देख्नुभयो कि लक्ष्मणले फेरि आफ्नो जादु गरेर सबैलाई ठिक गरिदियो। सबैजना नर्मल भयो र मजाले बोल्न पनि थाले। तर छिमेकीको चाहिँ भोइस अझै पनि आएन। ओइ म्या त के गरेर बस यार, आज अनलाइन क्लास होइन? ल म्या बिर्सेको यार मैले त। हिँड मुला ढिला भइसक्यो। ल 7 बजिसकेछ यार, मार्ने भयो बुढोले। चाँडो हिँड। कोही आएको छैन यार, धन्न भने टाइममा आइएछ। ल त आइस यार, धन्न चाँडो आइएछ भने। तर यार अहिलेसम्म कस्तो कोही नआएको। मेरो लाइफको टप 10 मा एउटा केटी छ, सबैले उहाँलाई फलो गर्नुहोस्। अब सबैले कमेन्टमा हाई लेख्नुहोस्। जसले HY लेख्नुहुन्छ उहाँले एकअर्कालाई फलो गर्नुहोस्। जसले HYE लेख्नुहुन्छ उहाँले पनि एकअर्कालाई फलो गर्नुहोस्। चाँडो फलो गर्नुहोस्। अब सबैले आफ्नो कान्छी औँला शरीरको कुनै एउटा पालमा हाल्नुहोस्। जसले कान्छी औँला नाकको पालमा हाल्नुभयो उहाँले एकअर्कालाई फलो गर्नुहोस्। जसले कान्छी औँला आफ्नो चाकको पालमा हाल्नुभयो उहाँले पनि एकअर्कालाई फलो गर्नुहोस्। यसरी फलो गर्नुपर्छ, किनकि हामी टिकटकरहरू, हामीले अरू केही पनि गर्न आउँदैन, हामीसँग ट्यालेन्ट केही पनि हुँदैन। त्यही भएर हामीले यसरी भिख मागेर फलो माग्नुपर्छ। सबैले एकअर्कालाई फलो गर्नुहोस्। फलोवर बढेपछि अर्कोलाई फलो गर्नुहोस्। अर्कोलाई फलो गरेपछि फेरि अर्कोलाई फलो गर्नुहोस्। त्यसपछि सबैजनाको फलोवर बढेपछि मलाई आएर फलो गर्नुहोस्। ए मासाला पागल, के भयो भन्न? अब के गरेको क्या यो पागल जस्तो? होइन क्या मुला, टिकटकमा लाइभ आउँदा यसरी नै कन्डो च्यात्तिने गरी चिच्याउने बानी छ क्या। त्यही भएर म त क्यामेरा देख्नै हुन्न, टिकटक जस्तै लागिहाल्छ तल। ए केटा आज आइसकेको? त घोप्टे मुदी आएको छैन? ए मुला बिस्तारी बोले, अहिले आयो भने सुन्छ। ओइ केटा आयो। गुड मर्निङ सर, गुड मर्निङ सर, गुड मर्निङ सर। दुध बोल्नु न थल। गुड मर्निङ थल भनेको क्या? सर केही बोल्नु न। थलको तन्दमा पिलो आयो जस्तो त केही पनि बोल्नुहुन्न। धेर पतर नगर है तिमीहरू। मेरो भएन त। ल यसले किन फोन गर्यो यार? आन्टीको आवाज। कसलाई गएछ? सर तपाईलाई पो गएको आवाज। सर के हो, तपाईँ त कैलाशबाट कौशिला हुनुभएछ त। त्यही त थल, दाँथावाला दाँथी। तेर नचिस्क्याउ है तिमीहरू। हिजो दिउँसोदेखि यस्तो भएको, सबै थोक चेन्ज भइसक्यो। पिसाब पनि बसेर गर्नु परिरहेको छ। आफूलाई कस्तो डर लागिसक्यो। सर सरी, त्यो हिजो जादु गर्दा खोइ के गल्ती भयो अनि आवाज। मलाई थाहा थियो यस्तो काम तैँले गर्छस् भनेर। सर तपाईलाई त यति गाह्रो भइरहेछ, उहाँ छिमेकी आन्टीलाई के भइरह होला झन्। उठेर पिसाब गर्नु कति गाह्रो। ए मम्मी के गरेको? पिसाब गरे। के सफा गरे? सफा उभि गर्ने सफा गर्छ? अब तिमीहरूले हगेपछि सफा गर्ने होइन, मैले त अनि सफा गर्ने। अनि तपाईँको आवाज चाहिँ के भएको? के आइसक्रिम खाएर भएको। आइसक्रिम खाएर यस्तो आवाज? अब हुँदो रहेछ त के गर्ने? तेरो अनलाइन क्लास छैन, पढ्न जा। तर त्यो आवाज मिस्टेक कसरी भयो क्या? म त राम्ररी नै गरेको थिएँ त। ओइ लक्ष्मण, राम्ररी याद गर त। हिजो तैँले हजुरबाको आवाज चेन्ज गर्ने बेलामा अर्कै ढुङ्गा देखाएको थिइस्। अनि तँलाई छिमेकी आन्टीले टाउकोमा हानेपछि तेरो हातको ढुङ्गा झर्यो। अनि तैँले अर्कै ढुङ्गा टिपिस् अनि त्यसैले जादु गरिस्। त्यही भएर त तैँले अर्कै ढुङ्गाले जादु गरिस् क्या। त्यही भएर आवाज राम्ररी एक्सचेन्ज भएन। ए होला के होला? यहाँ हराइसक्यो मेरो लोला र गोला। चाँडो ठिक गर। मेरो छोरा कन्फ्युज भइसक्यो, मम्मीको अनि बाबाको निकनेम दिन थालिसक्यो। दारी भएको मम्मी, दारी नभएको मम्मी। मलाई चाँडो ठिक गर न। अब सबै ठिक हुन्छ सर, चिन्ता नलिनु। हो सर, म ठिक गरिदिइहाल्छु। चाँडो गर। अगडम बगडम सिमसिमे पानी र जिस्किने नानी, सही हो। मलाई नि थाहा छ, सही हो। मन्त्र चाहिँ जप्न। मुला मन्त्र यही हो क्या? चाँडो गर न त। सिमसिमे पानी र जिस्किने नानी, सही हो। छैन रहेछ कान्छी तिम्रो बिचकिने बानी। वेलकम। अबे कसको हातमा छिराइदिस रे फेरि? खै यार, मन्त्र त सही थियो त। साले ढुङ्गा गलत हो बे, अर्को ढुङ्गाले गर्न। ए सर गरिदिइहाल है, म ढुङ्गा गलत भएछ, म ठिक गरिदिइहाल्छु। वेलकम। ओ मगडम बगडम सुनमा सुन्दैन भाइ मान्छे के गर्छ? त मुझे गइरहेको बिहोस नेपाल चाहिँ रामा होइन, राँडको पनि खात। रामरी गर्ने क्या, रामरी कसको भुत छिराइदिस फेरि? सरी म ठिक गरिदिइहाल्छु एकैछिनमा। ठिक नगर मुला, यत्तिकै छोड्दे यत्तिकै। चुप साला, के को यत्तिकै छोड्दे? चाँडो ठिक गर, मार्छ सरले हामीलाई। ओम अगडम बगडम 1 प्लेट मोमो बाहिर पिठो भित्र किमा। मेरो एक्सको नाम थियो सीमा। मसँग न्यू खोज्नु भन्दा अगाडि गरेर आएछ जीवन बिमा। फेरि लाउरेको र्याप गिली छु। सर अब बोल्नु त। हेलो बल्ल आयो। तिमीहरूलाई त मैले जानेको छु क्या, कहिले आवाज गायब गरिदिन्छौ, कहिले बस्ने ठाउँमा पेन राखिदिन्छौ। तिमीहरूले मलाई शान्तिसँग बस्न नदिने भयो होइन? सर
तपाईको वाइफलाई थाहा छ मेरो वाइफलाई रे के कुरा त्यही तपाईँ शान्तिसँग बस्न चाहनुहुन्छ भनेर अबे शान्ति साइलेन्स कन्ट्रोल कैलाश कन्ट्रोल ल थलले वेलकम हेलेर आउनु भयो त वेलकम होइन अब तिमीहरूको बाई बाई गर्छु म तिमीहरू सबलाई यसपालि फेल गरिदिन्छु म सर फेल गर्नु भने त तपाईँकै क्लासमा पढ्नुपर्छ हामीले अनि फेरि तपाईँले नै पढाउनु पर्छ सर के सोच्नु भएको मैले केही पापै गरेको थिएँ हो पुरानो जन्ममा तिमीहरू जस्तो विद्यार्थीलाई पढाउनु परेछ अहिले को हो यो फेरि तेरो एक्स को छम्मा को हो यो हेलो बुवा यो वृद्ध भत्ता लिने लाइन होइन यो अनलाइन क्लास हो तपाईँ झुक्किनु भएछ बढी बोल्छस् भयो भयो बुवा बुझे मैले बुझे नमस्ते कर नमस्ते तर तपाईँ हो चाहिँ को म अबिरेको हजुरबाउ ए अनि यहाँ चाहिँ किन आउनु भएको त तैँले विद्यार्थीहरूलाई दिक्क लाएको छस् रे ए अझ मैले दिक्क लाएँ तपाईँको नातिलाई सोध्नु न के गर्छ स्कुलमा भनेर के गर्छ म पिसाब गरिरहेको बेलामा पछाडिबाट आएर पटकाइदिन्छ प्यानमा पिसाब गर्नु पर्ने मैले कहाँ पिसाब गरिदिएँ त्यसमाथि प्रिन्सिपल आएर मलाई कराउँछ भित्ता चढी चढी मुत्ने को हो भनेर कान्तिपुर पत्रिकामा त खबर पनि छापिएको थियो स्पाइडरम्यान स्पटेड भनेर अनि अझ मैले दिक्क लाएँ नगरा अस्ति स्कुलमा पढाउन छोडेर चितवन गएको थिइस् रे किन गएको ए त्यो सानो भाइको व्रतबन्ध गर्न गएको थिएँ के रे सानो भाइको व्रतबन्ध क्या सानो भाइको कपाल खौरिन गएको थियौँ सानो भाइको कपाल ए झाट काट्न गएको चितवन तट मुला झाट काट्न चितवन जानुपर्छ यही 7 o'clock ब्लेड किनेर खौरी भइहाल्यो नि मेरो सानो भाइ होइन क्या मेरो फुपूको छोरा सानो भाइ त्यसको टाउको काट्न मतलब त्यसको टाउको कपाल काट्न गएको थियौँ व्रतबन्ध गर्न ए त्यसो भन्न त पापा खान्छस् खान्न भो त्यो गु खान्छस् त त्यो पनि खान्न अनि मैले सुनेको थिएँ तँलाई पढाउन पनि आउँदैन रे मलाई पढाउन आउँदैन रे आम द बेस्ट के निचोर्नु त तँलाई म बुवा ब्रेस्ट होइन क्या बेस्ट ए त बेस्ट लु म तँलाई क्वेसन सोध्छु लु सोध्नु लु भन् ए पछि के आउँछ लु यति सिम्पल ए पछि बी आउँछ नि अफ कोर्स ए पछि बी के आउँछ त नि ए पछि बा किन्दौ न भट बुवा सरलाई अर्को क्वेसन सोध्नु न लु अर्को भन् अब फलेपछि भुइँमा किन झर्छ माथि किन जाँदैन कस्तो सिल्ली क्वेसन गरेको ग्राभिटीले गर्दा नि ग्राभिटीले पुल गर्छ म्याङ्गोलाई त्यही भएर तल झर्छ सिकाइस साला त्यसकी आमाको ग्राभिटी लु तपाईँ भन्नु न त किन तल झर्छ अब खाने मान्छे सबै तल भएपछि माथि गएर के गरोस् त मेरो टाउकोमा चुतिया लेखा छ होइन नि सर मुजी लेखा छ त बेसी जान्ने नहु है बढी बोल्दैछ आज भोलि अनि साँच्ची के हो 3टा बच्चा छ रे तेरो काम छैन बच्चा जन्माउँदै बस्छस् ल मेरो स्ट्यामिना मेरो बच्चा तपाईलाई के को मतलब खुबै नो टाइम व्हाट लाइन गो स्टार्ट फुल टाइम बेबी मेकर हैं के भन्नुभएको बुझिन फेरि भन्नु त के हैन भेरी कोल्ड उलन टोपी घ्याप्प दुईटा कान ट्याप्प नो कोल्ड हन तपाई यहाँ आको चाहिँ किन अब पढाइ कस्तो हुँदैछ भनेर को कल गर्ने शकुन्तला देवी ओए शकुन्तला देवी भनेको शकुन्तला देवी रे त्यो त मेरो बुढीको साथी हो त तपाईलाई कसरी कल गरी त्यसले यो तेरै बुढीको मोबाइल हो तपाई अहिले कहाँ हुनुहुन्छ तेरो घरमा ए बुढी